माई डियर फ्रेन्ड्स, मैले धेरै कुराहरू गरेँ, कति धेरै कुराहरू के नयाँ ह्याबिटहरू बिल्डअप गर्ने कुरा र यो युट्युबमा आउँछ नि, जस्तै 21 दिनमा 7 दिनमा परिवर्तन, महान चमत्कार, यी सबै कुरामा लाग्यो कि र आफ्नो जीवनमा नि गरेँ। 24 दिनमा ह्याबिट बनाउनुहोस्, 21 दिनमा बनाउनुहोस्, 7 दिनमा बनाउनुहोस्, 7 दिनमा जान्नुहोस्, यो सबै कुराहरू तपाईँहरूले पनि देख्नुभएको छ, मैले पनि देखेको छु। र म यहाँ के भन्दैछु भने, म तपाईँहरूलाई आज यस्तो केही महान कुरा या केही भन्ने आँटिरहेको छैन, बट मैले सिकेको र सबैभन्दा मैले रियलाइज गरेको कुरा यो कुरा रहेको छ। यो कुनै पनि कुरा त्यसरी लागू हुँदैन कि ह्याबिटको कुरा कहिले पनि 21 दिनमा 29 दिनमा 30 दिनमा भन्ने कुरा आउँदैन। यो म मेरो आफ्नै जीवनबाट भन्दैछु। मैले यति धेरै कामहरू गरेँ, यति धेरै कुराहरू गरेँ, त्यो उठ्ने कुरा होस्, 4 बजे उठ्ने कुरा होस्, 3 बजे उठ्ने कुरा होस्, एक्सर्साइज गर्ने कुरा होस्, मेन्टेन गर्ने कुरा होस्, या कुनै पनि कुरा होस् कि तपाईँले के सोच्नु भएर गर्दै हुनुहुन्छ या गर्ने सोचिरहनु भएको छ भने म यति समय गर्छु अनि यो ह्याबिचुअल हुन्छु भन्नु भने योभन्दा कुनै पनि बकवास कुरा हुनै सक्दैन। अनेस्टली हो, कसैलाई नलाग्ला, सरी फर माई वर्ड्स, बट यो रियालिटी हो। तपाईँले कन्टिन्युस रूपमा त्यति नै सेम इफोर्ट डेडिकेसनका साथ लाग्नु भएन भने त्यो समयअनुसार जति ऱ्यापिडली तपाईँले बिल्डअप गर्नुहुन्छ त्यति ऱ्यापिडली घटेर जान्छ। र माई डियर फ्रेन्ड्स, मैले पनि मेरो जर्नीमा यही गल्ती गरेँ र अब चाहिँ म ह्याबिट ओरिएन्टेड र गोल ओरिएन्टेड, ह्याबिट ओरिएन्टेड र गोल ओरिएन्टेड भन्दा नि एउटा सिस्टम ओरिएन्टेड भएर चाहिँ लाग्दैछु र म तपाईँलाई मेरो सबै कुराहरू सेयर गर्नेछु। मेरो अहिले करेन्ट स्टेट के छ, कस्तो गर्दैछु, के गर्दैछु र गोल के हो, भिजन के हो, के गर्ने हो, कसरी गर्ने हो र मेरो गोल मैले अचिभ गरेन त कहाँ मिस्टेक भयो, कहाँनिर मैले मिस्टेक्सहरू गरेर के कुराहरू चाहिँ तपाईँहरूले गर्नु भएन भने तपाईँहरूलाई पनि इजी हुन्छ भन्ने कुराहरू म तपाईँहरूलाई सेयर गर्नेछु। उठ्ने कुरा भयो, बिहानै उठ्ने कुरा भयो, हरेक कुराहरूमा पढ्ने कुरा भयो, यी सबै कुरामा चाहिँ हामी अब कम्बाइन्ड रूपमा एउटा च्यालेन्जको रूपमा जस्तो लिएर गर्दा नि हुन्छ। बट हामी यस्तो एउटा जर्नी हामी सबैले गर्नुपर्छ, जहाँ चाहिँ म तपाईँहरूलाई सेयर गर्छु र तपाईँहरूले नै कमेन्टमा गर्न सक्नुहुन्छ हाउ यु फिल, हाउ यु आर डुइङ भन्ने कुरालाई चाहिँ हामी सँगसँगै लिएर जान सक्छौँ। र त्योभन्दा अगाडि चाहिँ हामीले एउटा ह्याबिटलाई कसरी बनाउन सक्छौँ, कसरी अगाडि जान सक्छौँ र के कुराहरू गर्न सक्छौँ र जीवनमा हामी कसरी लुजर्सबाट विनर्स, एभरेजबाट एक्स्ट्रा अर्डिनरी बन्न सकिन्छ विथ जस्ट 1% बेटरमेन्ट इच एन्ड एभ्री डे भन्ने कुराले चाहिँ हामी यो भिडियोको थिम राखेर अगाडि बढ्छौँ। लेट्स सी कस्तो हुन्छ। यो भिडियोलाई साथ दिनु होला र सिरिज फलो गर्नु होला। थ्याङ्क यू सो मच। सी यु इन नेक्स्ट।